पूर्व राजा ज्ञानेन्द्र शाह पोखरामा छन्। उनले केही दिन अघि प्रजातन्त्र दिवसको अवसरमा दिएको अभिव्यक्तिपछि राजनीतिक रूपमा तरङ्ग पैदा भएको छ। त्यसपछि पूर्व राजा र राजा पक्षहरू थप सक्रिय बन्न खोजेको देखिन्छ। फागुन 25 गते दिनको 1 बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्री 5 महाराज ज्ञानेन्द्र विक्रम शाहदेव सरकारको आगमन भएको हुँदा सबैलाई राष्ट्रवादी साथीहरूलाई उपस्थितका लागि राष्ट्रवादी साथीहरू, सांसदहरू, मान्यहरू सबै देशभक्तहरूलाई उपस्थितका लागि हार्दिक अभिनन्दन पनि गर्छौँ। यस्तो अवस्थामा पूर्व राजाको समर्थनमा विमानस्थलमै हुल जम्मा हुने अनि राजनीतिक दलहरू पनि आक्रामक बनिरहेकाले सरकारले पूर्व राजाको पक्षमा देखिएको माहौललाई मत्थर बनाउन कुनै एक्सन चाल्ने त होइन, कतै पूर्व राजामाथि नजरबन्दको अस्त्र प्रयोग गरिने त होइन। सरकारदेखि दलका नेताहरूको अभिव्यक्तिले यस्तै अर्थमा बोलेको सुनिन्छ। साथै अहिलेको परिवेशमा दुई पक्षबीच मुठभेडको आशंका पनि गरिएको छ। राजा आओ देश बचाओ, फेरि तपाईँलाई म यो मञ्चबाट भन्न चाहन्छु, राजाले कसरी देश बचाउँछ? दुनियाँमा कुन देशमा राजाले देश बचाउँछ? आफ्नो ज्यानको चाहिँ रक्षा गर्ने राजा, आफ्नो दरबारको रक्षा गर्न नसक्ने त्यो राजतन्त्र, आफ्नो चाहिँ तपाईँको परिवारको रक्षा गर्न नसक्ने त्यो राज संस्था, अनि सबै चाहिँ कानुन चाहिँ हातमा लिएको त्यो राज संस्था जहाँ चाहिँ त्यो मेरो टुक्रेसो कुनै गुन्जाइस हुँदैन। इतिहासको एउटा रक्षानमा मिल्काइएका तत्त्वहरू पनि फेरि एकचोटि पुनरागमन हुने हो कि भन्ने दिवा सपनामा छन् र त्यस खालका प्रचारबाजीहरू पनि भइरहेका छन्। मलाई लाग्छ तपाईहरू सबैले यो कुरालाई पनि महसुस गरिराख्नु भएकै होला। माओवादी केन्द्रले ज्ञानेन्द्रलाई मूर्खता नदेखाउन चेतावनी नै दिएको छ, तर राजावादी दल र संस्थाहरू भने फागुन 25 गतेलाई विशेष बनाउने भनिरहेका छन्। यस्तोमा ज्ञानेन्द्र पोखराबाट फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिड जम्मा हुने र त्यसपछि कुनै अप्रिय घटना हुने त होइन भन्ने चिन्ता समेत देखिन्छ। यस्तोमा राप्रपा र दुर्गा प्रसाईले गरेका अपिल र यी पक्षबाट हुने भेलाको बीचमा समेत तनाव हुने ठानिएको छ। राप्रपा र दुर्गा प्रसाई फ्याक्टर। दुर्गा प्रसाई कट्टर राजावादी भन्न रुचाउँछन्। वामपन्थी दल र नेताहरूसँगको सामिप्यतापछि राजावादी बनेका उनले राजा भने पनि बैंक तथा वित्तीय संस्था, एमाले नेतृत्व र अन्य दलमाथि अनेक आरोप लगाउने गर्छन्। यति मात्रै नभई प्रसाईले भ्रम फैलाउन विभिन्न नामका फेसबुक पेज, प्रोफाइल समेत चलाउने गरेका छन्, जसमा उनले जारी गरेको भनिएका विज्ञप्तिमा पूर्व राजा ज्ञानेन्द्र र आफूलाई षड्यन्त्रपूर्वक राज्यले दुःख दिने योजना बनाएको दाबी समेत गरेको देखिन्छ। ज्ञानेन्द्रलाई नजरबन्दमा राख्ने र आफूलाई हिरासत लैजाने सरकारको तयारी रहेको दाबी प्रसाईले गरिरहेका छन्, जसको पुष्टि हुने आधार भने कतै देखिन्न। यता पूर्व राजालाई चुनाव लड्न र पार्टी खोलेर प्रधानमन्त्री बन्न दलका नेताहरूले चुनौती दिइरहेका छन्। यसको जवाब दिन राप्रपालाई भ्याइ नभ्याइ देखिन्छ। चुनाव लडेर प्रधानमन्त्री बन्न नेताहरूले दिएको चेतावनीपछि राप्रपाले राजाले चुनाव नलड्ने र चुनाव लड्न राप्रपा नै काफी भएको भनिरहेको देखिन्छ। अहिले हाम्रो देशको सामुमा समस्या प्रतिगामी शक्तिहरूले टाउको उठाउने र यो व्यवस्थालाई समाप्त पार्ने खतरा देखिएको छ र त्यसको सामना गर्ने यो राजतन्त्रले फेरि यहाँ फर्केर आउने चाहना राखेको छ। त्यो कदापि सम्भव छैन, त्यसले केही पार लाग्ने पनि होइन। तपाईले पुनः राजा बन्ने चाहना परित्याग गरेर आफ्नो नेतृत्वमा एउटा प्रजातान्त्रिक राजनीतिक पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गराउनुहोस् र केही समयपछि 284 मा हुन गइरहेको यसपछिको निर्वाचनमा भाग लिनुहोस्। दलका अन्य नेताहरूले यस्तो जिकिर गर्दै गर्दा कांग्रेस नेता शेखर कोइरालाले भने आफूले ज्ञानेन्द्रलाई पूर्व राजा नभई राजा नै भन्ने गरेको भनेका छन्। कोइरालाले राजनीतिक दलहरूले जनतालाई खुसी दिन नसकेको स्वीकार त गरेका छन्, तर राजा फर्किन्छन् भन्ने विषयमा आफूलाई विश्वास नलागेको भनेका छन्। गणतन्त्र ल्यायौं, गणतन्त्रले जनतालाई के आशा हामीले दिलाउन सक्यो सकेन, भरोसा दिलाउन सक्यो सकेन भन्ने कुरा इम्पोर्टेन्ट हो। अब हामी चाहिँ तपाईहरुले पनि अहिले सोध्नु भएको के भने राजा फर्किन्छ त भनेर पनि सोध्नुभयो तपाईले, मलाई लाग्दैन। मुलुकमा बहुदलीय व्यवस्थासँगै संघीय शासन प्रणालीको अभ्यास भइरहे पनि सरकारहरू स्थिर हुन नसक्दा सुशासन र विकासको यात्रा खास सुधार भएको छैन। यही मौका छोपी पूर्व राजा ज्ञानेन्द्रले पहिलेदेखि नै असन्तुष्टि देखाउने र नेताहरूलाई अनुहार फेरि फेरि षड्यन्त्र नगर्न भन्ने गरेका छन्। उत्पीडनको गुनासो कहिलेसम्म सुन्ने? पहिले अन्याय अत्याचार मुक्त गरिदेऊ, अनुहार फेरि फेरि षड्यन्त्र नगर। स्वागतको नाममा सुरक्षा तनावको स्थिति। पूर्व राजालाई विमानस्थलमा स्वागत गर्ने भनेको राप्रपा र दुर्गा प्रसाई बीच कुन समूह बढी राजावादी बन्ने होड चलेको देखिन्छ। राप्रपा भित्रै पनि राजावादीमा को कति कट्टर भन्ने विवादका बीच चलिरहेको राजनीतिक यात्रामा प्रसाईले भड्काउने गरी कदम चाल्ने खतरा देखिन्छ।
धार्मिक रूपमा समेत भड्काव अभिव्यक्ति दिँदै पोखरामा कोटीहोम विवादलाई चर्काएर राजावादी समूहले फाइदा उठाउन खोजिरहेका बेला विमानस्थलमा उनीहरू आफैबीच तनाव सिर्जना हुने र त्यो सबै गणतन्त्रवादीहरूलाई आरोपित गर्ने काम समेत हुन सक्छ। यस्तो स्थितिमा राज्यले सुरक्षा संवेदनशीलताको ख्याल राख्नुपर्ने देखिन्छ। सरकारले सुरक्षा व्यवस्था कसरी मिलाउँछ र विमानस्थलभित्रको माहौल संयमित कसरी गर्छ भन्ने विषयले समेत धेरै कुरा थाहा हुनेछ। राजाको पक्षमा राप्रपाले गरिरहेको प्रचारबाट विश्वास जागृत हुन नसकेपछि आफै सक्रिय बनेका ज्ञानेन्द्रले कस्तो प्रतिक्रिया दिन्छन् भन्ने चासो समेत उत्तिकै देखिन्छ। यस्तोमा फागुन 25 लाई राप्रपाले कसरी अघि सार्छ भन्ने विषय थप चासोका साथ हेरिएको छ।